हेलो साथीहरू सम्पूर्ण नमस्कार। अब त केपीबाले के हो, भोट माग्दाखेरि पनि जनताहरूको अगाडि पुरा शेरबहादेव घरमा जलेको पैसा अहिले भन्दैछ। यत्रो जनताको आँखामा छारा अझै कति हाल्न खोज्छस् हो? जनताले आफ्नै आँखाले देखिरहेछ, अझै पनि छारा हाल्न खोज्छस्? अब भन्न ती 76 जना मरेको पनि एआई देखियो भन्, नेपालमा आन्दोलन भएको पनि एआई देखियो भन्, त्यो घर जलेको पनि एआई देखि, त्यो सिंहदरबार जलेको सबै जलेको एआई देखि भन्न। अब अनि भोट धेरै मिल्छ। अनि त्यो भोट मागेको हो कि जनतासँग के दादागिरी गरेको झोलेहरू साला? केपीको पछान लगेर जनतालाई थर्काउँछस् साला? तेरो पनि पाला आउँछ यति कुरा बुझ झोले। अहिले पो तेरो बाउ अगाडि छ, भोलि पर्सि जब तेरो बाउ मर्छ नि तब हेरेस् जनताले तेरो हालत के गर्छ। साला जनतालाई थर्काइरहेछ। केपीसँग प्रश्न गर्न पनि पाइन्न साला झोले। है साथीहरू, केपीको र सेरेको फाइट हुँदैछ साला नमिलेर।